हो, साँच्चीकै भन्नुपर्दा देश आज परिवर्तनमयशील भएको छ। देशले नयाँ लिडरसिप, नयाँ ऊर्जा मन्त्री कुलमान घिसिङ जस्ता व्यक्ति यो देशमा पाउनु अर्थात् यो देशमा आउनु हाम्रो ठुलो भाग्य मानेको कुरा छ। उहाँले चाहिँ देश र राष्ट्रको लागि अगाडि बढ्नु भएको छ र जुन 2082 साल भदौ 23 र 24 गते को जनताबाट परिचालित जेनजी युवाहरूले आन्दोलन प्रदर्शन गरेका छन् र यो आन्दोलन अर्थात् जनआन्दोलन भव्यताका रूपमा सफल भएको छ। उहाँहरूको लागि उहाँहरूले आज देश परिवर्तन गरेकै छन्, गरेकै हो। उहाँले देश बनाउनुहुन्छ। अब आगामी दिनमा नयाँ युवाहरू आए भने अथवा देशमा नेतृत्व गरे भने यो देश नेपाल अगाडि सहजै तरिकाले बन्छ।